अन्सा ब्लग के छ कस्तो छ हेलो गाइस नमस्ते एन्ड सबैजनालाई फ्याफुल्ला दर्शन जो लोकपा है आज चाहिँ मेरो सानो छोरोको बर्थडे है त्यो बर्थडेमा आज चाहिँ यसो सानो गरेको यसो बर्थडे केक मात्र काट्ने गरेको है फाइनली यहाँनिर चाहिँ चटपटे बन्दैछ है हाम्रो बिन्दा बहिनीले चटपटे बनाउँदैछ भान्जीहरू दुईजना भान्जी खेल्दैछ के चाहिन्छ भने सामानहरू अनि यता चाहिँ है केटाकेटीहरू एकदम मजाले रमाइलो तरिकाले खेलिरहेको छ है ए बर्थडे बोय चाहिँ यहाँ हो यता बर्थडे बोयको फुप्पू माम यतातिर है हल्का यसो रमाइलो ए हाम्रो प्यारो काउली बुढी पनि आइपुग्यो भतिज्नी युना हेर्न गोथे के छ भाइ मेरी आमा नि त गोथे को मान्छे हो भूत आयो क्या हो पछाडि त केटाकेटीहरू भेला हुँदैछ है ल भाउजूहरू पनि आउनु भएछ सेवारो ओ छिटो छिटो बनाऊ चटपटे ल यहाँ चटपटे रेडी हुँदैछ ल फाइनली गाइज है केक चाहिँ खोलिसकेको छ है अब केक देखाउनु गइरहेको छु ल गाइजहरू कि केटाकेटीहरू भेला भइसकेको छ है मेरो खुसीको बर्थडे बोय यो हो है हाम्रो बडौले ल्याइदिएको त्यसलाई ल फाइनली यहाँ केक काट्ने तर्खरमा Happy birthday to you. आइज क्रप गरिदिन्छु नामलाई देऊ न नामलाई देऊ न पहिला मामलाई छोडा छोडलाई देऊ न सबैलाई केक चाहिँ म्याम माथि बस्नु नि म्याम आउनु ए नातिको बर्थडे ल अघि प्रोङ पारेछ पहिले केटाकेटीहरू चाहिँ एकदम खुसी हुनेछ हैन तपाईलाई हुन्छ यहाँ कागजमै तपाईलाई कागज ल अब केक खानेकुरा हैन फेरि भइसक्यो हैन अब केक चाहिँ केटाकेटीहरूको लागि रेडी गर्दै अर्को कता पुगेछ सबैजनालाई केकहरू ल गाइजहरू है अब खानपिन यहाँ यसो चिसो चटपटेहरूको कार्यक्रम सुरु भयो है केकहरू यसो भाक्लाउँदैछ अब चाहिँ है हामी चिसो चटपटेतिरतर्फ लाग्छौँ र यसो मन पर्यो यो गाउँले भनेको यस्तै हो गाउँले बर्थडे यताउति है यो अब धेरै राम्रो सहरको मान्छे होइन हामी गाउँले हो होइन गाउँलेको यस्तै हो होइन गाउँले जीवन बर्थडे यस्तै हो अब केक चाहिँ हल्का रमाइलो केटाकेटीको गर्नु चाहिँ अब सानो गरेको होइन ठुलो नगरेको यो चाहिँ केटाकेटीको पहिलेदेखि केक 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 भन्थेर गरिदिएको अब गरेको बर्थडे केटाकेटी रमाइलो भइरहेको छ केटाकेटीहरूलाई जोस् यहाँनिर चाहिँ हाम्रो स्पोन्सर निरा तामाङ कान्छी फुपू प्रिजन तामाङ भाइ बर्थडे बोयको काका उही चाहिँ छुटो होइन ऊ चाहिँ अब बाहिर छ फुपू र अब बोजू हो अनि कान्छी माम फुपू चाहिँ बोजू हो ऊ पनि छुट्यो छैन विदेशतिरै हुनुहुन्छ उहाँ चाहिँ अहिले हामी यहाँनिर सबै छौँ तीमा चाहिँ अरू चाहिँ अनि दिदीहरू हुनुहुन्न यति हो के गर्नु त्यस्तै हो
दुई दिनको जिन्दगी यसो हल्का केटाकेटीको लागि रमाइलो पल सम्झोस् याद होस् भनेर ल है फाइनली मेरो बहिनीहरू पनि आइपुग्यो अनिसा ब्लक 77 के छ चिसो देखाउन झन् कालो मान्छेलाई भाइहरू सबै आइसक्यो है चिसो बाढ यताउति बढाइ हुँदैछ हल्का खै हामी चाहिँ चिसो चटपटे या बाढी खाँदै खानातिर लाग्यो ल कस्तो छ हजुर पुग्यो हेलो अनिसा ब्लग के छ चिसो कस्तो छ केही भन्न चाहन्छौ कि हल्का रमाइलो हुँदैछ है बर्थडे बोय चाहिँ ओए भसिङारे के छ जान्नै परेको थियो भाइ जान्ने मेरो छ कहिले चाहिँ जान्नु पर्छ ल जाको अरे क्या ल है ऋतु परेको छ यतापट्टि चाहिँ ऋतु अरे उयो ठुलो मान्छे ऋतु चाहिँ आज उयोसँग परेको मैले भिडियो गरेँ हेलो क्रप गरिदिनु त म त लगाइदिन्छु त भरे भाइरल कस्तो छ भाइ रमाइलो हुँदैछ अनुज भाइ आकाश भाइ के छ बर्थडे चाहिँ अब है लगभग सकिसकेको छ त्यसै गरी यो मेरो भिडियोलाई पनि लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला यस्तै अब रमाइलो गरेर ल्याउने छु योभन्दा पनि अझै राम्रो देखाएर गरेर ल्याउने छु फेरि पनि हस् त बाई